हेलो नमस्ते सबैजनालाई मेरो च्यानलमा सबैलाई स्वागत छ है साथीभाइ हो सबैलाई स्वागत छ मेरो च्यानलमा युट्युब च्यानलमा है। आज भने चाहिँ म ब्याक टु सिक्किम है सिक्किमतर्फ लाग्दैछु म है साथीभाइ हो। अब म यहाँबाट कालिम्पोङबाट सिक्किम फर्किँदैछु है साथीभाइ हो। धेरै दिनको बादमा रोड ट्रिप भ्लग गर्दैछु म है। कस्तो के लाग्छ लाइक शेयर कमेन्ट गरिदिनु होला है साथीभाइ हो। म जाँदैछु अब ओह्रालो है गाइस, कस्तो के लाग्छ है तपाईहरुले लाइक शेयर कमेन्ट गरिदिनु होला। बाटो यस्तो छ गाइस है, भ्यू चाहिँ दामी छ यो जग्गामा। यो चाहिँ तपाईको डेलोदेखि कालिम्पोङ डेलोदेखि यता वरा आएर सर्टकट बाटो छ यो। तपाईको साङसे भन्छ, साङसे कमान। यहाँबाट सिधै तपाईको तल हाइवे तारखोला निस्किन्छ। 10 किलोमिटर 8 किलोमिटर पर्छ यहाँबाट ओह्रालो, सर्टकट हो यो चाहिँ। सबैलाई मैले जानकारी दिइरहेको छु है। यो बाटो चाहिँ मेन हाइवे बन्छ भने चाहिँ यहाँबाट हिँड्नुहोस्, यहाँबाट छिटो हुन्छ है गाइस। पर मन्सङबाट हिँड्नु भन्दा चाहिँ यहाँबाट छिटो हो। मन्सङबाट अझै टाढो पर्छ मन्सङबाट है गाइस। यहाँबाट चाहिँ सर्टकट झर्नु भने सिधा तारखोला पुग्नुहुन्छ, त्यहाँबाट रम्फू एकैछिन हो गाइस है। के कसो लाग्छ है लाइक शेयर कमेन्ट गरिदिनु होला है गाइस। म जाँदैछु, बाटो यस्तो छ, रोड सानो छ है यहाँ पनि। म चाहिँ सिक्किमतर्फ लाग्यो गाइस। अब पारी देख्दै सिक्किम हो यो है। यो बङ्गाल हो, पारी देख्दै सिक्किम हो है गाइस। म लागे साङसेको बाटो। ओह्रालो पनि निकै छ है साथीभाइ हो। यो चाहिँ बहुत ओह्रालो छ बाटो चाहिँ। आज चाहिँ बहुत दिन बादमा रोड ट्रिप भ्लग गर्दैछु गाइस। कस्तो के लाग्छ है लाइक शेयर कमेन्ट गरिदिनु होला। यस्तो चाहिँ बिस्तारै हिँड्नुपर्छ है। कस्तो के हो, टर्निङ ज्यादा छ, बाटो सानो छ है। ओह्रालो हिँड्दाखेरि पनि यो बहुत ओह्रालो छ। यो दार्जिलिङको ओह्रालो भन्दा खतरनाक ओह्रालो हो यो। 8 किलोमिटर ओह्रालो, 9 किलोमिटर जस्तो ओह्रालो छ। ब्रेक पनि लाग्दैन कोही बेला यहाँ चाहिँ है, ब्रेक तात्तिएर। उकालो आउँदाखेरि तपाईँको इन्जिन तात्तिन्छ, फेरि हिट हुन्छ पुरा। यस्तो छ है गाइस, हेर्नुहोस् न है। घर पनि दामी दामी छ यहाँ चाहिँ, चेपारो बाटो छ। र पनि मान्छेले मजाले है चाहिँ साथीभाइ बाटो चाहिँ। यहाँ चाहिँ तलबाट गाडी आइदियो नि फेरि है। कस्तो के लाग्छ लाइक शेयर कमेन्ट गरिदिनु होला साथीभाइ हो। यहाँ पनि छ है, यहाँनिर होमस्टे पनि छ मजाले बनाएको है। घरहरू पनि अब पारी दिँदै सबै सिक्किम हो है गाइस। यो वारी बङ्गाल हो। चेपारो बाटो छ है यहाँ चाहिँ, यसरी राखिन्छ गाडीहरू। के गर्नु अब है, पार्किङ छैन, बाटो सानो छ है। यहाँतिर होमस्टेहरू पनि बनाएको छ दामी दामी है। यो चाहिँ साङसे रोड हो। छिटिक्कै छ रोड त, त्यति नराम्रो छैन गाइस। यो पारी दिँदै सब सिक्किम हो गाइस। वारी बङ्गाल पारी सिक्किम। हिँडिँदैछ हिँडिँदैछ। जिन्दगीको गोरेटोमा यसरी हिँड्नुपर्छ, बिस्तारैसँगले हिँड्नु पर्यो नि। टर्निङ छ। यो यतिको हिँड्नुपर्छ है ओह्रालो साथीभाइ। बिस्तारै हिँड्नु पर्यो नि, नभए त ब्रेक तात्तिन्छ कि।
पुरा ओह्रालो छ कि तपाईँको। अब यहाँदेखि चाहिँ ओह्रालो छ। अब यहाँबाट अझै सर्टकट बाटो यो चाहिँ, यो पनि जान्छ घुमेर निकै टाढै पर्छ यहाँबाट चाहिँ कि साथीभाइ। यहाँबाट सर्टकट हो। यहाँ मुनि हेर्नुहोस् है, हल्का सानो छ छोटा छ होमस्टे छ है यो है, साङडोमा होमस्टे अरे नाम पनि। ल गाइस आउनुहोस् है, यहाँ इन्जोय गर्नुहोस् बेला बेला आएर। यो चाहिँ ओह्रालो झऱ्यौँ, निकै ओह्रालो छ यो चाहिँ। यतिको चाहिँ ओह्रालो छ है, हुनु पऱ्यो नि यति ओह्रालो। कस्तो के लाग्छ है साथीभाइ हो, लाइक सेयर कमेन्ट गरिदिनु होला है। म चाहिँ लाग्दैछु सिक्किमतर्फ आज। यस्तो छ है यहाँको बाटो चाहिँ, यति सानो बाटो भए पनि राम्रो छ बाटो है। यो पारी दिँदै कालिम्पोङ भालुखोप। छोटा सा रास्ता, अच्छा सा रास्ता है, लेकिन डाउन ज़्यादा है इसमें। पूरा यहाँ चाहिँ टर्निङ पनि काटिँदैन फेरि हो, बिस्तारै काट्नु पर्यो टर्निङ। यस्तो सानो बाटो चाहिँ हेर्नुहोस् है। यस्तरी काट्नु पनि बाटो, अब त ब्याक गरे हुँदैन गाडी हो। ल गाइस हेर्नुहोस् है, यहाँनिर ओह्रालो चाहिँ अब मैले भने तपाईँहरूलाई अघि कति चाहिँ ओह्रालो छ भनेर है। यहाँ चाहिँ ठुलो गियरमा हिँड्नुपर्छ, सानो गियरमा हिँड्यो भने चाहिँ फेरि ब्रेक लाग्दैन है साथीभाइ हो। यस्तो छ बाटो, ब्रेक लाइनिङ गनाउँछ दमदम हो, तातेर क्या। कस्तो के लाग्छ है, लाइक सेयर कमेन्ट गरिदिनु होला, साथमा सपोर्ट पनि गरिदिनु होला है गाइस। यहाँ चाहिँ गाडी यस्तो हुन्छ है, यो कार 800 कारले चाहिँ यति जरा त घाँस बोक्छ है गाइस। हेर्दा यस्तो छ है, घाँस चाहिँ डरलाग्दो बोक्छ है गाइस। हेर्दाखेरि कडी यसो देख्छ गाडी, तर घाँस चाहिँ डह्रो बोकिरहेको हुन्छ। ल खै साथीभाइ यस्तो छ है, यहाँ चाहिँ अब यो टर्न गर्नुपर्छ है। फेरि यहाँ चाहिँ एकतालमा ब्याक हुँदैन, गाडी काटिँदैन है, फेरि ब्याक गर्नुपर्छ। यसरी उपारे सिक्किम हो सबै, हल्का ब्याक गरे है। यहाँ पर काट्यो, यसरी काट्नुपर्छ। ल गाइस हेर्नुहोस् है, अब कमान्डरले घाँस लोड गर्दैछ यहाँ चाहिँ है गाइस। कमान्डरले घाँस बोक्दैछ यहाँ चाहिँ है गाइस। कमान्डर गाडीले घाँस बोक्छ है, फाइदा उठाउँछ है गाडीको। ल गाइस कस्तो के लाग्छ, लाइक सेयर कमेन्ट गरिदिनु होला है। कमेन्टमा बताइदिनु होला कस्तो के लाग्यो भिडियो है। अर्ग्यानिक भिडियो मेरो त है, म त्यस्तै एडिटिङहरू पनि गर्दिनँ, अर्ग्यानिक भिडियो ल्याउँछु साथीभाइ हो। म भएको नेचरल भिडियो ल्याउँछु है। है गाइस कस्तो के लाग्यो है बताइदिनुहोस् होला है। फाइनली म रमिते टर्निङ आइपुगेँ गाइस। हेर्नुहोस् है, लु यहाँबाट रमिता पारी क्या दामी देखिन्छ है। यो पारी सब सिक्किम हो, देख्दै गरेको। हिँड्दैछु म, बिस्तारै हिँड्दैछु। भागिँदैछ यहाँ धुप्पीको हेर्नुहोस् कटिङ, धुप्पीले मजाले कटिङ गरेर। ल हेर्नुहोस् है साथीभाइ, यहाँ चाहिँ यस्तो डरलाग्दो भिड छ र पनि है, घर बनाइरहेको छ मान्छेले है। हेर्नुहोस् त पारी भिड, यहाँ मुनि हेर्नुभयो भने तपाईँको डल्लै भिड हो। यो भिडको टुप्पामा घर बनाएको छ है गाइस। हेर्नुहोस् है कस्तो के छ है। यहाँबाट पारी हेर्नु भने है, डल्लै भिड हो यो मुनि है। यहाँ आगो लाग्यो भने चाहिँ यो घर छ सब बिगारेर छ गाइस। कस्तो के लाग्यो सिनेरीहरू है भनिदिनुहोस् है गाइस, कमेन्टमा लेखिदिनुहोस् है कस्तो के लाग्यो भिडियो है। अब हिँड्दैछु हावा पनि चल्दैछ, अलिक पानी पर्न आँटेको छ सिक्किमपट्टि त है।
सिक्किमपट्टि पानी पर्न आँटेको छ, निकै हावा चल्दो रहेछ। बाटो चाहिँ मस्त छ, सानो भए पनि है। जिंदगी की यही रीत है, हार के न कहीं जीत है। यस्तो छ है साथीभाइ, के गर्नुपर्ने हो अब, यस्तै हो। आन्टीहरू बिचरा कहाँबाट आउँदो रहेछ हिँडेर है। टक्कै गाइस म चाहिँ अब सर्टकटबाट निक्लेँ गाइस। यहाँ चाहिँ यो अघिको बाटो हो, यो चाहिँ यो अलिक लामो पर्छ है गाइस। यो चाहिँ अब सर्टकट फुत्त निस्के, झन् छिटो बाटो हो यो चाहिँ सर्टकट है। बाटो यताउता बनसन भयो भने चाहिँ यहाँबाट हिँड्नुहोस् है गाइस। कालिम्पोङबाट आउँदाखेरि चाहिँ मनसङको बाटो हिँड्नु अलिक लामो पर्छ, यो चाहिँ सर्टकट छिट्टो झर्छ तल हाइवेमा। ल साथीभाइ फाइनली म चाहिँ अब तल हाइवे निस्किनु आँटेँ है। त्यहाँबाट रम्फू एकछिन हो सिक्किम चाहिँ है, एकैछिनमा रम्फू पुगिन्छ है। सिनेरी हेर्नुहोस् है यहाँ यस्तो छ। यहाँ चाहिँ गाडी आयो भने चाहिँ साह्रो पर्छ है, सानो बाटो छ। अब सिक्किम त्यो डाँडा सिक्किम है साथीभाइ हो, देख्दै गरेको डल्लै सिक्किम हो। वारी बङ्गाल पर्छ, ऊ तल टिस्टा बगर हो देख्दै गरेको। भिडियोलाई कस्तो लाग्यो है, लाइक सेयर गर्नु नबिर्सिनु होला है गाइस। सिनेरी अच्छा छ है यता चाहिँ। नेचरल भ्यू छ यहाँ चाहिँ गाइस, तर बाटो चाहिँ ओह्रालो निकै छ है। गाडी चाहिँ एकदम ध्यान दिएर चलाउनुपर्छ है साथीभाइ हो। लो यहाँ मयूर पनि रहेछ ऊ है, मयूर कुद्दैछ रोडमा है। बिचरा अत्तालिएर न मयूर बिचरा है, गाडीले कुचेर्छ अत्तालिएर है। लो गाइस जाँदैछु म ओह्रालो है। अब पुग्नु आँट्यो है हाइवे, मेन हाइवे पुगेपछि त गाडी रफ्तार हिँड्छ है।